रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई हालै एउटा निकै महत्त्वपूर्ण सम्बोधन गर्नुभयो। अब त्यो सम्बोधन त धेरैले सुने, तर त्यसभित्र लुकेका खास सन्देशहरू के थिए, उहाँको भिजन, उहाँको दृष्टिकोण के हो त? आज हामी यही कुरालाई अलिक केलाएर हेर्नेछौँ। उहाँको यो सम्बोधनका 5वटा मुख्य निचोड छन्। पहिलो, जनताले दिएको म्यान्डेटलाई उहाँले कसरी हेर्नु भएको छ। दोस्रो, व्यक्तिभन्दा देश किन माथि बन्ने कुरा। तेस्रो, सांसदहरूलाई लगाइएको अनुशासनको लक्ष्मण रेखा। चौथो, एक सांसदको असली भूमिका के हो। र आखिरमा, भविष्य बनाउने उहाँको योजना के छ। ल, यिनै विषयमा अब अघि बढौँ। ल, सुरु गरौँ पहिलो बुदाबाट। जनताको विवेकपूर्ण जनादेश। लामिछानेले आफ्नो कुरा यहीबाट सुरु गर्नुभयो कि चुनावको जुन रिजल्ट आयो नि, त्यसको असली अर्थ के हो। उहाँको विचारमा यो सामान्य जित वा हारको कुरा मात्र थिएन, यसको सन्देश त्योभन्दा धेरै गहिरो छ। उहाँको भनाइको चुरो कुरो यही हो, नागरिकले ठूलो विवेकले मतदान गरे। भन्नुको मतलब यो कुनै लहरमा दिएको भोट थिएन। जनताले चाहेको भए एकैपटक 2/3 दिन सक्थे, तर दिएनन्। यो एकदमै सोचेर विचार गरेर चालेको कदम थियो। त्यसो भए त्यो विवेक के थियो त? उहाँको विश्लेषणमा जनताले एकैपटक 2वटा सन्देश दिए। एकातिर नयाँलाई ल एक मौका दिउँ, के गर्छौँ हेरौँ भने, अर्कोतिर पुरानालाई सुध्रिने अन्तिम मौका हो है भनेर चेतावनी पनि दिए। यो कसैलाई पनि ल जे मन लाग्यो त्यही गर भनेर दिएको ब्ल्याङ्क चेक थिएन। यो त अहङ्कार देखाउन होइन, काम गरेर देखाउन दिएको जनादेश थियो। अब दोस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण विषयमा जाउँ, व्यक्तिभन्दा देश पहिला। यो सुन्दा त एउटा नारा जस्तो लाग्न सक्छ, तर लामिछानेले यसलाई आफ्नो पार्टीको आधारभूत दर्शन नै बनाउन खोजिरहनु भएको छ, जुन उहाँले आफ्ना हरेक सांसदबाट अपेक्षा गर्नुभएको छ। यहाँ हेर्नुहोस् त, यो पुरानो र नयाँ राजनीतिको सोचमा कति फरक छ। पुरानो राजनीति कस्तो थियो? म केन्द्रित, मेरो पद कसरी सुरक्षित हुन्छ, मेरो लागि के छ, मतलब जहिले पनि म, मेरो भन्ने कुरा। तर उहाँले ल्याउन खोज्नु भएको नयाँ राजनीति ठिक उल्टो छ, देश केन्द्रित। राष्ट्रको भविष्य कसरी सुरक्षित हुन्छ, देशको लागि के गर्न सकिन्छ। यहाँ व्यक्तिगत स्वार्थको लागि कुनै ठाउँ नै छैन। उहाँको यो भनाइले त झन् सबै कुरा प्रष्ट पार्छ। यो देशले तपाईको सपनाको भारी बोक्दैन, हामीले यो समाजको सपनाको भारी बोक्नुपर्छ। कति शक्तिशाली कुरा। यसको सोझो अर्थ हो, व्यक्तिगत इच्छा, व्यक्तिगत सपना, ती सबै कुरा राष्ट्रको सपना भन्दा पछाडि आउँछन्। सांसद भनेको आफ्नो सपना पूरा गर्न गएको होइन, जनताको सपना पूरा गर्न पठाइएको हो। ल, अब तेस्रो पाटोमा लागौँ, अनुशासनको रेखा। यो चाहिँ एकदमै कडा छ। लामिछानेले आफ्ना सांसदहरूका लागि केही नियम र आचार संहिता बनाएका छन्, जुन कुनै पनि हालतमा तोड्न पाइँदैन। र त्यो अनुशासन कायम गराउने सबैभन्दा ठूलो हतियार हो राइट टु रिकल। पार्टीको विधानमा यो पहिलेदेखि नै थियो, तर लामिछानेले के स्पष्ट पार्नुभयो भने यसपालि यो व्यवस्था कडाइका साथ लागू हुन्छ। यसको मतलब यदि कुनै सांसदले राम्रो काम गरेन, अनुशासन तोड्यो भने पार्टीले उसलाई फिर्ता बोलाउन सक्छ। यो निकै ठूलो कुरा हो। उहाँले केही कुरामा त सिधै चेतावनी नै दिनुभयो, जस्तै कुनै पनि बिचौलिया वा स्वार्थ समूहसँग हिमचिम बढाउन पाइँदैन, पार्टीभित्र गुटबन्दी गर्न पाइँदैन, जे पायो त्यही बोल्दै हिँड्न पाइँदैन, अनि सबैभन्दा महत्त्वपूर्ण, शक्तिको अहङ्कार देखाउन त झन् हुँदैन। उहाँले एउटा मार्मिक कुरा पनि भन्नुभयो, कुनै गलत काम गर्नु अघि, कुनै बिचौलियासँग एक कप चिया पिउनु अघि आफ्नो सन्तान गुमाएर बसेकी शहीदकी आमालाई सम्झनु। ठिक छ, यति धेरै नियम र अनुशासनपछि अब कुरा गरौँ चौथो विषयको, सांसदको वास्तविक भूमिका के हो त? लामिछानेले एक सांसदको जब डिस्क्रिप्सन नै बदल्न खोजेको देखिन्छ। आउनुहोस् हेरौँ कसरी। उहाँले एउटा एकदमै आधारभूत तर महत्त्वपूर्ण प्रश्न सोध्नुभयो, एक सांसदले आफ्नो धेरैजसो समय कहाँ बिताउनु पर्छ, उसको असली कार्यक्षेत्र कहाँ हो? र उहाँको जवाब एकदमै प्रष्ट थियो। सांसदको ठाउँ ठूला ठूला सेमिनार, विदेशी सम्मेलन वा 5 तारे होटलको कार्यक्रममा पटक्कै होइन। त्यसो भए कहाँ हो त जवाफ? हो, गाउँमा, सहरमा, चिया पसलमा, अर्थात् जनताको बीचमा। उहाँको निर्देशन एकदमै क्लियर छ। संसद चलेको बेला बाहेक सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमै हुनुपर्छ, जनताको कुरा सुन्नुपर्छ, उनीहरूका समस्या समाधान गर्न लाग्नुपर्छ। ल,
अब हामी यो विश्लेषणको अन्तिम र 5औं खण्डमा आइपुगेका छौं, भविष्यको निर्माण। यहाँ नियम र अनुशासनको कुराभन्दा माथि उठेर देशको लागि एउटा ठूलो सपनाको कुरा गरिएको छ। उहाँको यो भनाई निकै अर्थपूर्ण छ। इतिहास तपाईले लेख्नुभयो, भविष्य हामी बनाउँछौं। यो भनाइले के देखाउँछ भने उहाँले पुराना दलहरूले गरेको योगदानलाई नकारेको होइन, त्यसलाई सम्मान नै गरेको छ। तर अब भविष्य बनाउने जिम्मा चाहिँ हाम्रो काँधमा आयो है भनेर प्रश्न पार्नु भएको छ। अनि त्यो भविष्य कस्तो हुनेछ त? यहाँ एउटा एकदमै महत्त्वपूर्ण वैचारिक भिन्नता देखिन्छ। लामिछानेको विचारमा विकासको पहिलो सूचक भनेको ठूला ठूला बाटाघाटा वा भवनहरू होइनन्। विकासको असली मापक त सामाजिक न्याय हो। समाजमा कत्तिको निष्पक्षता छ, कत्तिको समानता छ, विभेदको अन्त्य भयो कि भएन, यी प्रश्नहरू बढी महत्त्वपूर्ण छन्। र यो सबै काम कसका लागि? अर्को पुस्ताका लागि। उहाँले केही दीर्घकालीन लक्ष्यहरू पनि अघि सार्नुभयो, जस्तै ब्रेन ड्रेन रोकेर देशमै रोजगारी सृजना गर्ने, आफ्नो जिल्लाको मात्रै होइन सिङ्गो देशको विकास सोच्ने, र सबैभन्दा ठूलो कुरा, आज हामीले जुन लडाईँ लडिरहेका छौं त्यो लडाईँ हाम्रो अर्को पुस्ताले लड्न नपरोस् भनेर सुनिश्चित गर्ने। र अन्त्यमा उहाँको सम्बोधनको सार यही प्रश्नमा टुङ्गिन्छ। चुनाव भनेको अर्को चुनाव जित्नका लागि हो कि अर्को पुस्ताको भविष्य सुरक्षित गर्नका लागि हो? लामिछानेले अघि सारेको यो नयाँ दर्शन र दृष्टिकोणले साँच्चै परिणाम दिला त? कि यसले नेपालको राजनीतिमा एउटा नयाँ अध्याय सुरु गर्ला? खैर, यी प्रश्नहरूको जवाफ त अब आउने समयले नै बताउला।